आदरणीय दर्शक महानुभावहरू, आज म तपाईहरुलाई पूर्वको जमसम भनेर चिनिने चाँदी बजारमा घुमाउन लग्दैछु। कृपया यस मेरो भिडियोलाई चाहिँ सक्दो सब्स्क्राइब, शेयर, कमेन्ट, लाइक गरेर सहयोग गरिदिनु म हार्दिक अपिल गर्न चाहन्छु। साथै यस चाँदी बजारको बारेमा सम्पूर्ण चिरफार गर्नेछु। चाँदी बजारको वर्तमान अवस्था, आर्थिक अवस्था, राजनीतिक अवस्था र बजार व्यवस्थापनको बारेमा म सम्पूर्ण त्यहाँको वडाध्यक्ष जितबहादुर राईसँग कुराकानी गर्नेछु। त्यहाँ पुगिसकेपछि त्यहाँ नजिकै मुक्तिनाथ मन्दिर पनि रहेको छ। त्यो मुक्तिनाथ मन्दिरको बारेमा पनि चिरफार गर्नेछु। त्यहाँको अलिकति पुजारी को छ, वर्तमान अवस्था कस्तो छ, बलि नखाने भन्ने खालको कुराहरू आएको छ, त्यो बारेमा पनि म छलफल बहस गर्नेछु वडाध्यक्षसँग। विशेष गरेर त्यहाँका पर्यटन व्यवसायीहरूसँग पनि म छलफल गर्नेछु। त्यहाँ विशेष गरेर चाहिँ होटल लजहरू, त्यहाँ अलिकति यो ई-सेवा, आइएमई सेवाहरू पनि रहेको रहेछ। मोटरसाइकल रिपेयर पसलहरू पनि रहेको रहेछ। त्यहाँको अलिकति शौचालय पनि राम्रो छ। खानेपानी व्यवस्था पनि राम्रो रहेछ। विद्युतको पनि राम्रो व्यवस्था रहेछ। किनभने त्यहाँ अलिकति ठुलो चिन्डोको प्रतिमाको निर्माण गरेको छ। त्यहाँ ठुलो बडेमाको चिन्डो सोलनवाको निर्माण गरिएको छ। पर्यटनहरूलाई आकर्षण गर्नको लागि त्यहाँ चिन्डोको निर्माण गरिएको छ। त्यो वरिपरि एकदमै सडकहरू पनि अलिकति पूर्व पश्चिम उत्तर दक्षिण छुटिने गरेर त्यहाँ व्यवस्था गरेको छ। त्यहाँदेखि यो सानो खैरे ठुलो खैरे हुँदै विष्णुपादुका हुँदै धरान पनि पुग्न सकिन्छ। त्यही बाटो हुँदै हामी ब्रा क्षेत्र पनि पुग्न सकिन्छ। त्यहाँदेखि वडा कार्यालयसम्म त्यही बाटो पुग्ने गरिन्छ भने यता त्यही बाटो यो थाप्चुवा हुँदै तातोपानी हुँदै चिम्रापुल पनि पुग्न सकिन्छ। अनि यो त्यहाँदेखि माथिल्लोपट्टि बाटो आउँदाखेरि चाहिँ अलिकति यो ढुङ्गे हुँदै सिङ्कुला हुँदै गोलखाडी हुँदै भेडाटारसम्म पनि पुग्न सकिन्छ। गाउँपालिका कार्यालय पनि पुग्न सकिन्छ। एकदमै यो पर्यटकीय केन्द्र सुन्दर यो सागुरीगढी गाउँपालिका वडा नम्बर 9 मा रहेको विशेष गरेर चाहिँ जनश्रुति अनुसार पहिला बुढापाकाहरू ले चाहिँ अलिकति यो चाडीको सिक्का सँग जुवा खेल्ने ठाउँ भएको कारणले चाहिँ चाँदी बजार अथवा चाँदी भन्ज्याङ नाम रहन गएको वडाध्यक्ष जितबहादुर राईले चाहिँ बताउनु भएको छ। आदरणीय दर्शक महानुभावहरू, एकदमै चाँदी बजार सुन्दर रहेको छ, एकदमै मनमोहक रहेको छ, आकर्षक रहेको छ। त्यो चाँदी बजारको वरिपरि एकदमै घुम्न लायकको ठाउँहरू रहेका छन्। जस्तै गाछिन झरना रहेको छ भने त्यसको पल्लोपट्टि पाँचकन्या गुफा पनि रहेको छ। त्यसका सँगसँगै अलिकति घुम्न लायक ठाउँहरू पनि रहेका छन्। अलिकति त्यहाँदेखि पश्चिम साइडतिर गइयो भने चाहिँ वडा नम्बर 9 को चाहिँ वडा कार्यालयदेखि लिएर सालुम हुँदै तामराङ पनि पुग्न सकिन्छ। एकदमै सुन्दर पर्यटकीय गन्तव्यको रूपमा एकदमै विकसित पूर्वको जमसम भनेर चिनिन्छ। एकदमै पूर्वको जमसम नै रहेको रहेछ। 12 बजी एकदमै 12 बजी हावा सरर चल्ने रहेछ। एकदमै चिसो हावा चल्ने रहेछ। भन्ज्याङमा रहेको कारणले चाहिँ एकदमै धरान साइडबाट चाहिँ हावा चलेर चाहिँ एकदमै चिसो 12 बजी हावा सरर एकदमै रमाइलो, एकदमै घमाइलो पनि रहेछ, घाम लाग्ने पनि रहेछ। त्यहाँको अलिकति यो भौतिक निर्माण कामहरू विकासहरू पनि भइरहेको छ। एकदमै सुन्दर पर्यटकीय गन्तव्य रहेको छ। हालसम्मको चाहिँ विदेशी पर्यटक नआएको वडाध्यक्षले चाहिँ जानकारी दिनुभएको छ, जानकारी प्राप्त भएको छ। विशेष गरेर सागुरीगढी 9 चाँदी बजारमा चाहिँ यही होलीको अवसरमा चैत 1 गते पूर्णिमाको अवसरमा चाहिँ अलिकति साङ्गीतिक कार्यक्रम पनि रहेको आयोजक टिमले जनाएको छ। विशेष गरेर चाहिँ अलिकति गायक पदम राई, नृत्यकारहरू लगायत गायिका पवित्र राई, गायक कौशल राई लगायतको अलिकति आमन्त्रण रहेको र उनीहरूले चाहिँ भरपुर साङ्गीतिक प्रस्तुति प्रदान गर्नुहुने भनेर आयोजक टिमले चाहिँ भर्खरै मात्रामा चाहिँ अलिकति मेसेन्जरबाट जानकारी प्राप्त भएको छ। विशेष गरेर यो चाँदी बजार
एकदमै सुन्दर नेपालकै सुन्दर घुम्नै पर्ने एकदमै पर्यटकहरूको लागि चाहिँ एउटा घुम्नै पर्ने गन्तव्यको रूपमा चाहिँ विकास भइरहेको छ। यसमा विशेष गरेर चाँदी बजारको व्यवस्थापन करिब 1 करोड जति चाहिँ खर्च भइसकेको वडा अध्यक्षले चाहिँ जानकारी दिनुभएको छ। त्यो चाँदी बजारमा चाहिँ विशेष गरेर अब प्रहरीको चाहिँ दरबन्दी स्वीकृत भइसकेको र अलिकति प्रहरी चौकी स्थापना हुन लागेको छ। त्यसको लागि चाहिँ जग्गा व्यवस्थापन को लागि चाहिँ काम कारबाहीहरू भइरहेको वडा अध्यक्षले चाहिँ जानकारी दिनुभएको छ। एकदमै खुसीको कुरो हो, किनभने चाहिँ चाँदी बजारमा प्रहरी आउनु भनेको चाहिँ एकदमै शान्ति सुरक्षा अब्बल हुनु हो। पर्यटकहरू अलिकति निर्बाध रूपमा चाहिँ अलिकति आफ्नो सुरक्षाको ग्यारेन्टी प्रहरीले दिन्छ, तसर्थ पनि एकदमै राम्रो पक्ष हो। तपाईलाई मेरो युट्युब च्यानल साइला पदमरायमा हार्दिक स्वागत छ। धन्यवाद। आज यस चाँदी बजारको बारेमा एक दुई शब्द कुराकानी गरिरहेका छौँ आदरणीय दर्शक महानुभावहरू। आज यस सागुरीगढी नौका वडा अध्यक्ष जितबहादुर राई हुनुहुन्छ। उहाँलाई यो चाँदी बजारको विकासको बारेमा चाहिँ एक दुई शब्द क्वेसन गर्न गइरहेको छु। सर्वप्रथम यो चाँदी बजारको अवधारणा ल्याउने व्यक्ति चाहिँ को हुनुहुन्छ होला? अब यो चाँदी बजारको विषयमा चाहिँ यो चाहिँ खासै बजार चाहिँ होइन, तर पहिला आजभन्दा धेरै अगाडि उहिले चाहिँ चाँदीको सिक्काको जुवा खेल्ने भएको सानो ठाउँ थियो यहाँ आउने। त्यो बेला चाहिँ चाँदीको सिक्काले यहाँ चाहिँ जुवा खेल्ने गर्थे, त्यही भएर चाहिँ चाँदी बजार भनेर भनियो। त्यस पछाडि यो बजारलाई व्यवस्थित गर्नको निम्ति चाहिँ 2063-64मा यहाँ गाडी आइसके पछाडि सुरुमा हामीले यहाँसम्म गाडीको बाटो विभिन्न श्रमदान अभियानहरूबाट हामीले हाम्रा अग्रजहरूले ल्याउनु भयो। त्यस पछाडि यहाँ चाहिँ हामीले यसलाई बजारको रूपमा व्यवस्थित गर्नुपर्छ भन्ने हिसाबले 2072-73तिर एउटा सानो चौर बनाऊ भन्ने हिसाबले गाविसले थोरै पैसा हाल्यो, तर त्यसले केही पनि भएन। त्यस पछाडि 2074को चुनाव पछाडि चाहिँ यसलाई अलिक फराकिलो बनाऊ भन्ने हिसाबले हामीले यसलाई बजारको रूपमा व्यवस्थित गरौँ, किनभने यो चाहिँ सागुरीगढी गाउँपालिका वडा नम्बर 9को चाहिँ एउटा चारैतिरबाट भेटघाट हुने, प्लस चाहिँ यो चाहिँ एउटा प्रवेशद्वार हो, धरानबाट आउने प्रवेशद्वार भएकोले हामीले चाहिँ यसलाई अलिक व्यवस्थित बनाऊ भन्ने हिसाबले सुरु गरेर अहिले चाहिँ हामीले एउटा बजारको रूपमा व्यवस्थित गर्न लागिरहेका छौँ। हजुर हजुर। यसमा नजिकै यो मुक्तिनाथ मन्दिर पनि रहेको छ, त्यसको विकासको लागि चाहिँ के कामहरू भइरहेको छ सर अहिले?
अहिले चाहिँ अब यो विशेष गरेर बृहत्तर बराक क्षेत्र विकास समितिसँग हामीले सुरुमा काम गऱ्यौँ 2069 सालतिर हामीले यहाँ चाहिँ तपाईँको व्यापार व्यवसाय कस्तो चल्दैछ चाँदी बजारमा? चाँदी बजारमा हाम्रो बजार यो व्यापार बन्ने कुरो त अब त्यति अब यो बाटोघाटोको अलिकति अधुरो छ। बाटो छैन भनौँ भने बाटो छ भनौँ भने अब यही हो। अब कुनै ठाउँमा अब पुल छैन के छैन अब के अब त्यस्तै छ। साधारण नै दुःख सुख चलिरहेको छ। हजुर, पर्यटकहरू कतिको आउँदैछन् अहिले? पर्यटकहरू आजभोलि छैन। हजुर हजुर। यही हो। आमदामी कस्तो छ? आमदामी छैन नि। यो एकजनको लागि चाहिँ दुःख सुख अब हुँदैछ भनौँ न। ए हजुर हजुर। यो खानेपानीको व्यवस्था कस्तो छ? विद्युतको कस्तो छ? विद्युतको यो हाम्रो भन्दाखेरि के भने विद्युत हामीलाई एकदम अधुरो छ। हजुर। विद्युतमा हाम्रो यो अलिकति पहिला यो ठेकदारहरूले नै पोल हामीले यो लामो साइडमा राखिदिएको छ। हजुर। त्यसले गर्दाखेरि हावा आउने बित्तिकै त्यो पाइप लाइनहरू बेर्ने जोडिहाल्ने। हजुर। त्यसले गर्दा खै लाइन जाने। हजुर। त्यस्तो छ हाम्रोमा एकदम विद्युतको अधुरो छ है। हजुर हजुर। अरूको त खानेपानी पनि त्यस्तै छ। अब पुरानै हो नि त यो एडिपीले अब गरेको धेरै वर्ष हो। अब मर्मत तपाईँको व्यापार व्यवसाय कस्तो चल्दैछ बजु? अलिअलि। अहिले पर्यटकहरू कतिको आउँदैछ? देखालो पल्टिलो। पर्यटकहरू कतिको आउँदैछ? पर्यटकहरू टुरिस्टहरू? हजुर। अलिअलि। अलिअलि आउँदैछ। आमदामी कस्तो छ तपाईँको चाँदी बजारले गर्दा? अलिअलि मान्छे नै आउँदैन। ए यहाँ खानेपानीको सुविधा कस्तो छ? विद्युतको सुविधा कस्तो छ? मजाले नि। ए राम्रै छ। राम्रै। ए ल ल। पर्यटकहरूले के भन्न चाहनुहुन्छ? यहाँ आउनुहोस् भन्न चाहनुहुन्छ कि टुरिस्टहरूले के भन्न चाहनुहुन्छ? टुरिस्टहरू पर्यटकहरू केही पनि भन्दिनँ नि। आउनेले आउँछ नआउनेले आउँदैन। हजुर हजुर।